हेलो गाइज, नमस्ते नमस्कार प्रणाम। हमारे धीरज ब्लॉग्स यूट्यूब चैनल में अपने संपूर्ण हमारे दर्शक भगवान सबके स्वागत है। और चलिए आए के धीरज ब्लॉग वीडियो में कुछ स्पेशल रहत और आए हम विराट नर्सिंग के टीचिंग हॉस्पिटल कॉलेज के जे विद्यार्थी सब जे अहाँ के प्रैक्टिकल है से हम आए हम सबके देखा। तो चलिए अपने सब जुड़ल रहे ये हमारे ब्लॉग वीडियो के साथ। एकछिन पल्लोको आन्टी दिन चाहिँ होइन मैले भेटेर आउँछु नि कस्तो हुनुहुन्छ के हुनुहुन्छ। म पनि जाने त हजुरसँग म बस्दै गर्नु नि एकछिन घर गएर आइहाल्छु म। होइन म पनि जाने हजुरसँग। हिँड्नु न त सँगै जाउँ। दादी दादी नमस्ते। नमस्ते मौसी। नमस्ते दादी। नमस्ते दिदी। बस्नु न बस्नु धन्यवाद। दीदी कैसे छ अभी? ठीक छे। कुछ खा लिए थे कि नहीं? खाए छे। कौन छे? ये हमार बेटी छे। छोटकी बेटी। छोटकी बेटी छी। बहुत नीक छे बेटा बहुत। के पढ़े छी बेटा? मैं विराट मेडिकल कॉलेज में नर्सिंग पढ़े छी दादी। अच्छा बेटा खूब पढ़ के आपके नाम रोशन करो। ठीक है दादी। हुनुहुन्छ किचनमा हुनुहुन्छ खाना पकाउँदै हुनुहुन्छ। ठीक छै त दिदी हम त बुढ़िया के बेटी आबै छै। ठीक छै यहाँ आएर त खुवाउनुहुन्छ। नमस्ते। 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 के भयो हजुरलाई? ल 2-3 दिन भयो बिरामी भइरहेको छु कि नानी। के भयो पुरै जिन्दगीमा बिरामी भयो जस्तो देखिनुहुन्छ त हजुर त। होइन अब आमा पनि बिरामी हुनुहुन्थ्यो कति दिनको आमा हेर्नुपर्ने अनि निन्द्रा पनि पुगेको छैन त्यही कारणले होला नि नानी। ए त्यसो आरामै पाउनु भएछ नि नानी मुकेश ऐसा तो ना करेगा पड़े तो 2-3 दिन दुकान बंद करके रेस्ट करके घर में बोल के देखे पड़ता। हम सोचे छी अब दुकान बंद करा पड़ते और रहते घर में रह कर अम्मू का और कन्यों का रेस्ट करा पड़ते देखला उससे हमरो अब टाइम दिया पड़ते हजुर अनि यसरी त भएन नि त। तपाईँले आफ्नो स्वास्थ्यको पनि हेरचाह गर्नु पर्यो। यसरी तपाईँले मात्रै चाकर गरिरहनु भयो भने त तपाईँको शारीरिक मानसिक सबै स्वास्थ्यमा असर पर्छ नि त। आफूलाई पनि असर पर्छ, पारिवारिक सम्बन्ध पनि बिग्रिँदै जान्छ। त्यही भएर अरू नै कुनै बाटो खोज्दै हो कि आमाको हेरचाह गर्न दाइ उहाँले एक्लै हेरचाह गरेर उहाँलाई पनि गाह्रो हुन्छ। हजुरले अब म पनि अब के गर्ने पसल त जानु नै पर्छ त्यही पनि अब अनि मुकेश यदि भएन भने 2-3 दिन पसल बन्द गरिदिनु। हामीले नि भन्नु कि आवश्यकता भयो भने हामी आइदिन्छौँ 2-3 दिन खाना बनाएर पठाइदिन्छौँ। त्यस्तो त बनाउनु पर्दैन अब हेरिहाल्छु। अब पसल हुन्छ भने बन्द गर्छु अनि घरमै बसेर अब हेर्नुपर्छ आमालाई। त्यो त ठिकै छ कि दाइ। सुन्नु न दाइ, म हजुरलाई एउटा राम्रो खालको कुरा भन्छु होइन। एउटा रेस्पाइट केयर भन्ने हुन्छ होइन। त्यो भनेको चाहिँ जसले बुढाबुढीको हेरचाह गरिहाल्छ त्यसलाई ऊ हेरचाह गर्दा गर्दा ऊ त थकित हुन्छ एकदम, उसको पनि स्वास्थ्य नराम्रो हुँदै जान्छ। त्यही भएर उसको पनि स्वास्थ्य राम्रो होस् र हेरचाह गर्ने बुढाबुढीलाई पनि चाकरको कमी नहोस् भनेर अरू कुनै पनि अलिकति समयको लागि चाहिँ त्यो चाकर गर्ने मान्छेलाई चाहिँ आराम दिएर अरू नै नर्स बोलाएर पनि त्यस्तो खालको चाकर पनि दिन सकिन्छ। हो त्यसको बारेमा पनि बुझ्दा भयो नि त हजुरहरूले। ए यस्तो पनि हुन्छ? मलाई त थाहा नै थिएन त यस्तो पनि हुन्छ भनेर। हुन्छ नि। ल मलाई नम्बर पनि देऊ न त त्यस्तो छ भने कहाँ हुन्छ के हुन्छ त्यसको बारेमा बुझ्छौँ हामी। म हजुरलाई नम्बर दिन्छु तर मलाई पनि त्यसको बारेमा सबै कुरा त थाहा छैन। त्यसको लागि फर्महरू के भर्नुपर्छ त्यहाँनिर म एकाउन्टेन्टमा त्यहाँ सबै बुझिदिन्छु अनि हजुरलाई नम्बर पठाइदिन्छु नि त। ल दाइ हस् हस् हुन्छ। अलिक चाँडो गरिदिनु हुन्छ। अनि नभए 2-3 दिन हामी आएर खानासाना पकाएर पुऱ्याइदिन्छौँ नि त। गाह्रो साह्रो भयो भने बोलाउनु हामीलाई। होइन त्यस्तो त पर्दैन। म घरमै हुन्छु अब म हेरिहाल्छु त्यस्तो केही समस्या हुँदैन। ल हस् हुन्छ दाइ। अलिक चाक गर्नु है आफ्नो पनि भाउजू। नमस्ते। छिमेकीको सल्लाहपछि जब उहाँहरूले एकजना हेरचाह गर्ने आमाको हेरचाह गर्ने व्यक्ति
हुन्छ अनि त्यसपछि घरमा आएर राम्रो राम्रो दृश्यहरू नमस्ते दादी दादी मेरो नाम गङ्गा शर्मा म चाहिँ तपाईँलाई केही दिनको लागि हेरचाह गर्न आएको थिएँ हो अब तपाईँलाई म केही दिनको लागि हेरचाह गर्छु अनि अलिक कस्तो छ दादी के सेवा ठिक छ अब दबाई खाने टाइम हो गयो उठो दादी दबाई खानु टाइम हो गंगा बहुत नीक छियै बेटा बहुत नीक नहीं जाओ दादी